अब ल्याउनुवाला गाई त धेरै राम्रो रहेछ नि त। यहाँका यी पातै चोरिदिए हेर्नु, यहाँ पानी खाने मोटरै चोरिदिए। यो गाईहरू यो कति गएको गरे सर यहाँदेखि? 10 गते। 10 गते गयो नै। आज कति गते हो? आज 12 गते। 10 गते गएको, हिजो बेलुका आए। 11 गते बेलुका आइपुग्यो कि? हजुर, 11 गते बेलुका। कति गाई थिए सबै गरी यहाँ पहिला? टोटल गाई 48 वटा हुन्। हजुर, अहिले कतिको सङ्ख्यामा आइपुग्यो? अहिले यहाँ 16 वटा छन्। दुईटा साना बाछा कताकति बेगारतिर दौडिया छन्। हजुर, अहिले यहाँ 16 वटा छन्। अब 21 वटा चाहिँ भेरी पुलमा बुझायो भन्ने रिपोर्ट आएको छ। हजुर, 21 र 16 37 वटा भयो कि? अब हिजो उद्धार गरेको एउटा बाछी भनेपछि 22 वटा भयो त्यहाँ। 38 वटा भयो सबै। भनेपछि अब अरू गाई कहाँ छन्, अब कता लाग्यो त्यहाँ, कसलाई त थाहा छैन। 10 वटा गाईहरूको यो चाहिँ नभेटिएको अवस्था है अहिले। कसैले एकचोटि सोध्नु पर्थ्यो, यसो छ हामी यसो गर्दै। हजुरसँग सहकार्य भयो कि नै यहाँको? भएन। समूह भवनमा बोलाएर चाहिँ त्यहाँ मिटिङ जस्तो एउटा चाहिँ सानो चाहिँ उनीहरूको चाहिँ सङ्गठन रहेछ। हजुर, त्यहाँ चाहिँ अलिकति बजेट हालिदिनु, गाई संरक्षण गरौँ भन्दा उहाँहरू चाहिँ नै हुँदैन, हामीसँग बजेट छैन, ठुलो लगानी चाहिन्छ, देउसाले मान्नु भएको छैन, त्यहाँ गौशाला हटाउने हो भन्ने कुरा पनि ठाडै उहाँले चाहिँ योजना बनाएर ल गाई लगाएर भेरी छोड्ने भन्नुभयो। त्यसपछि अब पहिला आउनुहुन्छ त आएर केही सम्झौता होला, सल्लाह होला, कुरा गरौँला, एउटा दुईवटा गाई चाहिँ मन्दिरलाई राखौँला भनेपछि त्यो पुरै नगरेर उहाँले चाहिँ कोलाई खेर्नुभयो। सारा चाहिँ जमातै आएर गाईभेरी जङ्गललाई खेतेर अनि यो 9 नम्बरको बाटो लगेर चाहिँ कति गाई भेरीमा हाले। अब हिजो एउटा उद्धार गरियो। अब केही गाई बगेको अवस्था चाहिँ सबै दिदीबहिनीहरू देख्नु भएको रहेछ। त्यहाँ माछा मार्नु त भैँसी बग्यो आयो भनेर चाहिँ भैँसी भन्ने समाउन गएको रहेछन्, गाई रहेछ छोडिदिएछन्। भेरी नदीमा बर्खाको भेरी त्यस्तो अवस्था छ। अब यस्तो छ हेर्नुहोस् हालत। 3टा गाई बगेछन्, एउटा माले गाई, 2टा काला गाई अनि गोरु। गएको त्यहाँ प्रत्यक्षदर्शी चाहिँ त्यहाँ पसल गर्ने दिदीहरू बहिनीहरूले भन्नुभयो हिजो मलाई, यसरी गाई बग्यो भनेर चाहिँ। अब उतापट्टि झुक्रामा बस्ने चाहिँ दादी बगानले पनि भन्नुभयो मलाई। हेलो, यस्तो राम्रो मोटोघाटा गाईहरू हामी देख्न सक्छौँ यो गौशालामा। 9 वर्ष भयो अहिले सुरु गरेको हेर्नुहोस्। अहिलेसम्म राज्यले हेरेन, पटक पटक भने सहयोग गराएन। तारसार जाली देऊ, म संरक्षण गर्छु, पाता देऊ। निर्णय भयो सिन्धु विद्यालयले पनि पाता दिने, विद्यालयका पुराना पाता विस्तार पाता दिने निर्णय भयो। तर ती पाता यहाँ दिएन, निर्णय भयो दिएनन्। नगरपालिका उतापट्टि एउटा बुङ्गुर फर्मको खोर छ, 70 वटा छन् त्यहाँ 12 फुटे पाता। भेरीमा नगरपालिका बनाउला निर्णय गरेर इच्छाभरि इलाकालाई दिने, पाता गौशाला दिने निर्णय भयो। तर मेयर साहबले रोक्नुभयो, त्यो सहकारीको मिल्दैन, तपाईँले पाउनुहुन्न भनेर। त्यो गाजा खान थलो बनाएको छ, त्यहाँ गएर परामर्शहरू खाइरहेछन् केटाहरूले। इलाकाले प्रत्यक्ष देखेको छ, तर मेयर साहबले त्यसलाई भत्काउनु दिनु भएको। अब गौमाताको यो अपराध छ ल हेर्नुहोस्, यो मेरो निजी त होइन, धर्म त राज्यको होइन त। देश नेपाल त हिन्दू राष्ट्र हो। यो 2070 सालमा मेरो जन्मदिने मुगाको चाहिँ निधन भयो, गौरादेवी हमालको। अनि 1 वर्ष मुगाको दुःखमा बसेर 2072 सालमा अब एकजना चाहिँ जोगी महाराज र 2जना लागेर चाहिँ एउटा सानो शिवलिङ्ग स्थापना गरेर मन्दिर सुरुवात गरियो। अनि राज्यबाट हेरफेर भएन। बजारमा 4वटा गाई छरुवा थिए, एउटा गाई त्यहाँ मारेको अवस्था देखेपछि मन्दिर त बनाइयो, धर्म भनेकै गौमाता हुनु भनेर चाहिँ 4वटा गाईको संरक्षण, 3टा गाईको संरक्षण सुरु गरियो। अनि हुँदा लौ गोपालले चाहिँ गौशाला खोल्यो गरे भने दुनियाँ ल्याउँदै छोड्दै गरे। अहिले 8-9 वर्ष भयो, आफ्नो लगानीबाट केही दाताहरू सहयोग गर्नुभयो, गौ संरक्षण गरियो। अब अस्ति 10 गते अब यहाँका केही प्रतिनिधिहरूको चाहिँ जमघटमा निर्णय गरेर चाहिँ गाईभेरी लखेट्ने काम भयो। अहिलेसम्म राज्यले हेरेको छैन, यही हो अवस्था देख्नु भएको छ। जोगी साधुहरू आइपुग्नु भयो, उहाँलाई चाहिँ खाने रासन पानी पनि छैन, घरबाट ल्याएर खुवाउनुपर्छ भने अब यो राज्यले गर्ने काम हो। अब आफ्नो निजी तरिकाले गरिरहेको छु, गोपालको व्यक्तिगत जस्तो बनाउनु भयो उहाँहरूले। अब 48 वटा गाई हुन्, तीमध्येमा कति गाई हताहत भए। अब केही गाई चाहिँ भेरीमा बगेको दृश्य महिला दिदीबहिनी देख्नु भएको रहेछ। एउटा गाईको त हिजो अब सशस्त्र टोलीको उद्धार टोली बोलाएर चाहिँ उद्धार पनि गरियो। अब यो छ अवस्था। योभन्दा उतापट्टि चाहिँ अब अहिले हाम्रो मेयर साहबको चाहिँ पुलको मन्दिर हो। अब यहाँ चाहिँ व्यक्तिगत पुलका मन्दिर बन्न लाए। अब यस्तो चाहिँ अब लभ पार्क भनेर चाहिँ नामाकरण गरेर चाहिँ अब त्यहाँ चाहिँ दिनमा चाहिँ प्रति व्यक्ति 15 रुपियाँ उठाएर चाहिँ त्यो बजेट खाने काम भइरहेछ। योभन्दा मास्टर हजुरलाई म देखाउँदा त्यहाँ चाहिँ अब माओवादी पार्टी कार्यालय बन्दैछ अहिले। अब यो सरकारी जग्गा, सरकारी बजेट आएर 50 लाखको लागतमा
8 कोठाको भवन बन्ने निर्माण हुँदैछ त्यहाँ। भने अब यो मन्दिरलाई नहेर्नु, गौशाला नहेर्नु, राज्यको दायित्व के हो? अब यहाँको प्रतिनिधिले के गर्नुहुन्छ? आएको बजेट कहाँ जान्छ? यस्तो अवस्था छ। अब कसरी सम्हाल्नु, के गर्नु? अब अहिलेको अवस्था अब सबैले देखिसक्नु भएको छ। अब ठाउँ ठाउँमा मठ मन्दिर बनाएको सबै राज्यको बजेट हो, तर यहाँ मात्रै बजेट नपर्नु, गाईलाई चाहिँ बजेट नआउनु कारण के त? अब कि हिन्दू राष्ट्र होइन नेपाल, अब धर्म सकियो भनेर उहाँहरूले घोषणा गर्नु पर्यो। अब गाई लगेर त्यो जता लखेट्नुहुन्छ, मार्नुहुन्छ, काट्नुहुन्छ, त्यो पनि सरकार भएन। होइन, हिन्दू राष्ट्र नेपाल हो, गौ संरक्षण गर्नुपर्छ, धर्म चाहिन्छ, संस्कृति चाहिन्छ भनेपछि यो अपराध किन गरियो त? अब कानुनी प्रक्रियामा जान्छु। अब कानुनले के बताउँछ? नेपालको ऐन कानुनमा के छ? गौमाता राष्ट्रिय जनावर हो कि होइन कि? मठ मन्दिर के हुन्? गौमाता लगेर चाहिँ भेरीमा ठेलिन्छ भने मन्दिर किन बनाउनु त? मेरो साथलाई मेरो प्रश्न छ, उहाँले तुरन्तै मन्दिर पनि फालिदिनुहोस्, अनि म पनि यो ठाउँ छोडेर जान्छु, निस्किन्छु। धर्म सकियो भने म पनि हात खडा गर्छु, होइन भने यो मन्दिर गर्नु हुँदैन। उहाँहरू त्यसरी सोच्नुपर्छ अनि केही न केही गर्नुपर्छ। गौमाताको संस्थालाई बजेट छुट्याउनुपर्छ। कहाँ गयो राज्यको बजेट? अब यस्तै चाहिँ अब निजी चाहिँ दुर्गा मन्दिर बनाउनु राज्यको बजेट हाल्नु मिल्ने उहाँहरूले। अब सरकारी जग्गा हो, एउटा चाहिँ पर्यटक क्षेत्र हो, यो ठाउँलाई बनाऊ, चिनाऊ, दुखी, गरिब, अशक्त, अपाङ्ग सबै बस्छन्। अहिले वर्षा रात देख्नुभयो, कहाँबाट आउनु भएको थियो? जोगी महाराज आइपुग्नु भयो त मन्दिर देखेर। कसैको घरमा त पस्नुहुन्थेन उहाँ। भने यो भूमिलाई संरक्षण गरौँ भन्ने उहाँहरूको सोच भएन। अब कसरी यहाँ मलाई लखेट्ने, गौशाला लखेट्ने, अनि भोलि गएर आफूले कब्जा गर्ने, आफ्ना भाइछोरालाई जागिर खुवाउने, आफूले गऱ्यो भने नाम राख्ने चक्करमा उहाँहरू लागेर चाहिँ यो एउटा पार्टीगत पूर्वाग्रह देखाएर चाहिँ यो अवस्था आएको छ। यही हो मैले देखेको कुरो। उठाएँ त्यो मौका छोडेर केही बाहिरका छाडा गाई आएछन्, बाई गाईको संरक्षण भइरहेको थियो। अनि म आएपछि तुरन्त मैले मिटिङ बोलाएँ। 5 गते मिटिङ बोलाउँदा उहाँहरू आइदिनु भएन। 6 गते चाहिँ समूह भवनमै बोलाउनु भयो। उहाँहरूको चाहिँ सङ्गठन तयार रहेछ गौशाला उठाउने नै भनेर। मैले अलिकति बजेट दिनुहोस्, संरक्षण गरौँ, तारबार गरौँ, 2 जना गोठाला राखिदिनुहोस् भन्ने कुरा मैले राखेँ। होइन, मैले भेरी गौशाला पुरा गरिसकेको छु। अब त्यहाँ लाग्ने दस्तुर हामी चाहिँ नगरपालिकाबाट छुट्याएर दिन्छौँ। गाई लखेट्ने भन्ने कुरा गर्नुभयो। म त कोही आउनु होला, सरसल्लाह होला, केही गाई चाहिँ यहाँ राखौँला, मन्दिर हो, गौशाला छ, त्यो सोच बनाएको थिएँ। तर मलाई सोधपुछ नगरेर उहाँहरूले यहाँबाट चाहिँ कति मान्छे खेर्नुभयो, कति बजेट छुट्याउनु भयो। गाई लिएर यो जङ्गलको बाटो लखेटेर चाहिँ केही गाई भेरीमा हुल्नु भएछ। 21वटा गाई चाहिँ भेरीको गौशालामा बुझाएको पुष्टि भयो। म खोत्तलासीमा गएँ। अब हिजो चाहिँ चिफ्लेबाट सशस्त्रको उद्धार टोली, गोताखोर टोली बोलाएर एउटा गाईको उद्धार गरिएको छ। केही गाई बगे भन्ने त्यहाँका प्रत्यक्षदर्शीको भनाइ आएको छ। 48वटा गाई हुन्, 16वटा गाई रिटर्न आइपुगे। हिजो बेलुकी 6 बजेको टाइममा गाई यहाँ गौशालामा आइपुगेका छन्। कति घन्टाको अन्तरालमा आए गाईहरू? लगभग अब 10 गते चाहिँ 11 बजे यहाँबाट लखेटेका गाई हुन् भन्ने कुरो सुन्नमा आयो। म बिहान पूजा गर्दा गाईलाई दाना खुवाएर गएको छु भने। अब हिजो 11 गते बेलुका चाहिँ 6 बजे आइपुगेका छन् गाई भने। कहाँबाट अलपत्र परेर कसरी बाँच्न सफल भएर आए? अब कति गाईलाई भेरीमा खेल्नुभयो? 21वटा गाई चाहिँ गौशालामा बुझाउनु भएको छ। उहाँ रकम पनि दिनुभएको छैन अरे भने। उहाँहरूको बेथेती मन परि के हो यो? अब कानुनले के गर्छ? यो देशमा कानुन छ कि छैन, ऐन छ कि छैन? गौ संरक्षण गरेर मिल्छ कि मिल्दैन? मिल्दैन भने अब गाई पनि हटाउनु। उहाँहरू आएर चर्चका भवन बनाउनुहुन्छ कि अथवा चाहिँ अर्को केही चाहिँ मस्जिदहरू बनाउनुहुन्छ कि? अब मन्दिरै बनाउनु मिल्दैन, गाई संरक्षण गर्न मिल्दैन भनेपछि अब गर्ने के? यो यहाँ केही पनि कुरो आयो, गोपालले आफ्नो नाम राख्यो भने मैले राखेको नाम होइन यो। यहाँ केही वर्ष अगाडि एउटा गाई काट्यो यहाँ राति हात्तीसिरे गाउँमा। गाई काटिएपछि यहाँ लफडा भयो ठुलो। गाई काट्यो, गाई उपचार पनि भएन, गाईले न्याय पनि पाएन, उल्टो जोगी लिएर थुन्ने काम भयो इलाकामा। अनि म गएर चाहिँ जोगी महाराजलाई छुटाएँ। उहाँले लेखेर दिएको नाम हो, म बोल्नु हुँदैन त। मणि महाराज उहाँको नाम हो। यो गौशालाको नाम गोपाल कीर्ति गौशाला रहने छ, यो नाम राखेस् भने उहाँले लेखेर दिएको थियो। धेरै व्यक्तिहरू हुनुहुन्थ्यो। अनि त्यही भएर चाहिँ गोपाल कीर्ति गौशाला नामाकरण गरिएको हो। यो मेरो नाम पनि होइन, गोपाल नाम सबैका छन्। मैले चाहिँ एउटा सेवा गरेँ, यिनको चाहिँ संरक्षण गरेँ। मेरो धर्म त्यही हो। कसैले गोपालले आफ्नो नाम राख्यो, आफ्नो बनायो, मेरो लागि होइन है। जोगी साधु आछन्, दुनियाँलाई खुवाछु, मेरो घरको रासन पानी ल्याएर खुवाछु, दुनियाँसँग जो गर्ने हात जोडेर चाहिँ गौमातालाई पराल ल्याएर खुवाछु, कसैलाई चाहिँ ट्र्याक्टरवालालाई हात जोडेको छु। यहाँको पाता तोडिदिए। मेरो छोरी बहिनीले भैलो खेलेर गाई गौमातालाई चाहिँ पानी खुवाउने किनिदिएको मोटरसहित चोरी भइसक्यो। अर्काले दान गरेका 12 फुटे पाता सहित चोरी भयो भने यो देशमा कसरी चाहिँ धर्म संरक्षण गर्ने, कसरी गौ संरक्षण गर्ने? यो हेरौँ, सबै बिजोग छ। अवस्था यस्तो छ। हेर्नुहोस्, गाई भिजेका छन्। यी कहाँ संरक्षण गरौँ मैले यिनलाई? अब त्यहाँनिर चाहिँ त्यो गाँजा खान थलो बनाएको छन् नगरपालिका उतापट्टि बुङ्गुरको खोरमा। अब त्यो पाता दिनुहोस् न त यहाँ गौशाला भन्दा, त्यो पाता पनि दिनु भएन। विद्यालयका चाहिँ फालेका पुराना पाता दिनुहोस् भने ती पाता पनि दिनु भएन। निर्णय गर्नुभयो गौशाला दिने पनि, तर उहाँहरूले दिनु भएन। त्यो पाता कहाँ बेचेर खानुभयो? मैले यो पुरानो झुलुङ्गे पुलका चाहिँ जाली दिनुहोस्, त्यही जालीले म गाई संरक्षण गर्छु भने त्यो सरकारी चिज हो। तर त्यो जाली पनि उहाँहरूले कहाँ बेचेर खानुभयो? त्यो पनि भेटिएन। अहिले चाहिँ उल्टो उहाँहरूले चाहिँ म माथि आरोप लगाउने, मलाई पेल्ने काम भइरहेको छ। अब म आफ्नो कानुनी प्रक्रियामा जान्छु। अब कति गाई कहाँ लगे, कसरी लगे, के कुरो भएको हो, उहाँहरू जवाब दिनु होला। कानुनले चाहिँ अब उहाँहरूलाई के गर्छ? मैले भन्ने ठाउँ छैन केही पनि।
अहिले हामी गोपाल कीर्ति गौशाला भेरीगङ्गा नगरपालिका 12 नम्बर वडा राजी गाउँ हात्तीसुँडे छिन्चुमा आइरहेको अवस्था छ। यो चाहिँ हाम्रो गोपाल हमालजीले आजभन्दा 8-9 वर्ष अगाडि सुरु गरेको गौशालाको दृश्य हो। हामी देख्न सक्छौँ कस्तो अभावमा गुज्रिरहेको छ यो गौशाला। राज्यबाट अहिलेसम्म कुनै सहयोग नभएको अवस्था हामी देख्न सक्छौँ। यहाँनिर उहाँले आफ्नै यो लगानीमा चाहिँ अहिलेसम्म सञ्चालन गरिरहेको अवस्था छ। यसरी चाहिँ व्यक्तिले चाहिँ सञ्चालन गरेको गौशालामा राज्यबाट कुनै पनि सहयोग नभएको अवस्था हामी देख्न सक्छौँ। यहाँ जम्मी 48वटा गाईहरू रहेको हामीले बुझेका छौँ। यस्तो छ, हामी देख्न सक्छौँ यहाँको दृश्य। यसरी पाताहरू वर्षाको समय लागेको छ, पाताहरू छैन। यो देख्न सक्छौँ यहाँनिर मन्दिर पनि स्थापना गर्नुभएको छ उहाँले आफ्नै व्यक्तिगत लगानीमा। गाईहरू यस्तो मोटाघाटा गाईहरू छन्। हामी सुर्खेतको परिप्रेक्ष्यमा हामी कुनै पनि गौशालामा यस्तो मोटा गाईहरू हामी देख्न सक्दैनौँ। साह्रै मेहनत गरेर पालेका, घरमै पालेका जस्ता गाईबस्तुहरू हामी यहाँनिर देख्न सक्छौँ। मोटाघाटा चिल्ला गाईबस्तुहरू। हाम्रो यो गाई उद्धार प्रतिकार्यको लागि 3 जना सशस्त्र प्रहरीको टोली भित्र जाने तयारी। उहाँहरू गोताखोर टोली हो, एपिएफको। हामी देख्न सक्छौँ यसरी चाहिँ यो भेरी नदीमा एउटा गाई फसेको हुनाले उसको उद्धारको लागि अहिले गइरहेको अवस्था। यसरी हाम्रो टिम जाँदै गरेको अवस्था छ। यहाँनिर देख्न सक्छौँ हाम्रो एउटा गाई चाहिँ यसरी भेरीको बिच भागमा अड्किएको अवस्था। हजुर, यो हाम्रो उद्धार प्रतिकार्यको रेस्क्यु टिम है उहाँहरू। अहिले हाम्रो सशस्त्र प्रहरी बलको साथीहरू यो गाईको उद्धारको लागि गइरहेको हामी देख्न सक्छौँ। भेरीको बिच भागमा यसरी गाई फसिरहेको अवस्था छ। गाईले चाहिँ कति बेला मलाई बचाउँछन् भनेर ऊ पनि उद्धारको पर्खाइमा बसिरहेको अवस्था लाग्छ। सानो बाछा हो क्या सर है यो त? ओहो, सर हामीलाई कति समय लाग्यो यसलाई उद्धार गर्नलाई? आधी घन्टा लाग्यो है सर? यहाँ आएको थियो थाहा छैन हाम्रो। यसरी बोकेर चाहिँ हाम्रो साथीहरूले अहिले ल्याउन लागेको अवस्था गाईलाई। अहिले त्यहाँ चिफ्लेबाट त्यहाँ सशस्त्र बोलाएर उद्धार गर्नु, मलाई यसको उद्धार गरेर लिएर आइयो, राखिदिनु पर्यो।
अब यहाँ हिजो कति 21 वटा राख्नु होइन 22 भयो। यसरी 22 वटा भयो। अहिले भर्खरै बगेर एउटा माले गाई थियो धेरीमा उता पाली राखेँ मैले अघि न एउटा गाई माथि मरेको छ कहाँबाट यहीँनिरबाट अहिले त्यहाँ पारेको टोलीबाट पाल्लोपट्टिबाट धेरै ठुलो गौशाला गाई हो। अहिले भर्खरै जिउँदै गएको छैन माले गाई त्यहाँ पाल्छ घाँका खाला खत्तम थियो भर्खरै मैले फोटो पनि राखेँ त्यही गाई फेरि कसले हाल्छु धेरै बगेर आएको अब 21 वटा गाई तपाईँलाई बुझायो एउटा 22 वटा पैसा बुझाएको छैन गरे यहाँ गाई यहीँ छोडिदिइहाल्नु गरे होइन गोरुको यही मैले चिने पनि छु फेरि गोरु त आएन यो होइन होइन गोरु अरू आँखा पछि अझ कालो छ त्यो पनि यही छ 3टा गोरु छन् नि कालो होइन एउटा कालो गोरु छ कालो गोरु कालो र यो उद्धार ग्यास हुन्छ त्यो